धन्यवाद कार्यक्रम सञ्चालन कमरेडलाई पोखरा महानगरपालिकाको तेस्रो नगर सम्मेलनका उद्घाटन समारोहका अध्यक्ष कमरेड, यस कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित हाम्रो पार्टी केन्द्रीय समितिका महासचिव, उपमहासचिव, सचिव, स्थायी समिति र केन्द्रीय समितिका सबै सहयोगका कमरेडहरू, भर्खरै हाम्रो पार्टीमा समायोजन हुन आउनुभएका किरण थापा लगायतका कमरेडहरू र यो नगर सम्मेलन महानगर सम्मेलनमा उपस्थित सम्पूर्ण प्रतिनिधि पर्यवेक्षक र अन्य कमरेडहरू र मित्रहरू, सबभन्दा पहिला म पनि पार्टी केन्द्रीय समितिको तर्फबाट पोखरा महानगरपालिकाको यो महत्त्वपूर्ण तेस्रो अधिवेशनको पूर्ण सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईहरुको यो उपस्थिति पक्कै पनि पोखरा महानगरपालिकालाई नयाँ ढङ्गले परिचालित गर्ने, सङ्गठित गर्ने र यसलाई नयाँ उचाइमा उठाउने सङ्कल्पका साथ त्यहाँ उपस्थित हुनुभएको मैले महसुस गरेको छु र यो पोखरा महानगरको सम्मेलन हुनुको नाताले मलाई विश्वास छ, मलाई कमरेडहरूले थोरै जानकारी पनि गराउनु भएको छ। यहाँ कास्की जिल्लाबाट प्राय सबै पालिकाका तर्फबाट पनि यहाँ कमरेडहरू यो नगर सम्मेलनको सफलताका निम्ति उपस्थित हुनुभएको छ र पार्टी केन्द्रका पनि हामी नेतृत्वको टिम पनि तपाईहरुको अगाडि उपस्थित छौँ। यस अवसरमा पोखरा महानगरपालिकाको तेस्रो सम्मेलन केन्द्रीय महत्त्वको सम्मेलन हुन पुगेको छ। तपाईहरु सबैलाई फेरि एकचोटि बधाई दिन चाहन्छु र पार्टी केन्द्रको तर्फबाट क्रान्तिकारी अभिवादन पनि व्यक्त गर्न चाहन्छु। कमरेडहरू, मित्रहरू, तपाईहरुको यो सम्मेलन एउटा देशको राजनीतिक परिस्थितिको पनि एउटा विशिष्ट अवस्थामा र हाम्रो पार्टी र आन्दोलनको विकासको पनि एउटा विशिष्ट चरणमा पोखरा महानगरपालिकाको यो सम्मेलन सम्पन्न हुँदैछ। तपाईहरुले देखिराख्नु भएको छ, थाहा पाइराख्नु भएकै छ। हामीले पछिल्लो पटक सरकारको नेतृत्व गर्दै गर्दा देश र जनताका पक्षमा केही नयाँ रिकर्डहरू बनाउने सङ्कल्पका साथ हामीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियान चलाएको तपाईहरुले थाहा पाइराख्नु भएकै छ। मैले अहिले त्यसको लामो व्याख्या गर्नुपर्छ भन्ने लागेको छैन। सरकारबाट बाहिर के कारणले आउनु पर्यो भन्ने कुरा पनि तपाईहरुले थाहा पाइराख्नु भएकै छ। हामीले चलाएको सुशासनको अभियान, हामीले चलाएको सामाजिक न्यायको अभियान, हामीले चलाएको आर्थिक समृद्धिको अभियान यो देशका दलालहरूलाई, नोकरशाहहरूलाई र बिचौलियाहरूलाई मन परेन। त्यसकारण उनीहरूले अनेक किसिमका नियोजित षड्यन्त्र अन्तर्गत हामीलाई बाहिर पुर्याएको हो भन्ने कुरा पनि मलाई लाग्छ तपाईँ सबै कुराहरूलाई राम्रोसँग जानकारी नै छ। त सरकारबाट बाहिर आएपछि हामीले केन्द्रीय समितिको बैठकको तयारी गर्यौँ र केन्द्रीय समितिको हामीले 8औं केन्द्रीय समितिको जो बैठक बस्यौँ, त्यो बैठकबाट हामीले केही नयाँ सङ्कल्प, केही नयाँ निष्कर्ष र केही नयाँ अभियानमा जाने निर्णय गर्यौँ र केन्द्रीय समितिको यो बैठक सामान्य र औपचारिक केन्द्रीय समितिको बैठक मात्रै भएन। म तपाईहरुलाई स्मरण गर्न चाहन्छु, तपाईहरुलाई विशेष रूपले जानकारी गराउन चाहन्छु कि केन्द्रीय समितिको यो बैठकले केही गम्भीर समीक्षा गर्यो नेपाली कम्युनिस्ट आन्दोलनको, नेपालको राजनीतिक आन्दोलनको र हाम्रो पार्टी अगाडि जानको लागि यथास्थितिलाई तोडेर एउटा नयाँ अभियानका साथ फेरि जनतासँग जोडिनु पर्छ भन्ने केही नयाँ निष्कर्ष निकालेर त्यही निष्कर्ष अन्तर्गत हामी अहिले अगाडि छौँ। कमरेडहरू,
त्यो निष्कर्षको मैले अहिले लामो व्याख्या गर्ने समय छैन, तर पनि म तपाईहरुलाई स्मरण गराउन चाहन्छु त्यो निष्कर्ष समेत हामीले हाम्रा विचारहरू, हाम्रा राजनीतिक मुद्दाहरू, जनतासँगको हाम्रो सम्बन्ध, हाम्रा मजदुर किसानदेखि महिला दलित आदिवासी जनजाति सबै पीडित समुदायसँगको हाम्रो सम्बन्धलाई फेरि एकचोटि नयाँ सिराबाट जोड्नुपर्छ भन्ने निष्कर्ष पनि त्यसमा निकालिएको थियो। कहीँ न कहीँ त्यो आत्मसमीक्षा र त्यो आत्मआलोचनासँगै हामी फेरि शहीद परिवारहरूसँग, बेपत्ता योद्धाका परिवारहरूसँग, घाइते अपाङ्ग कमरेडहरूसँग अनि जेल यातना भोगेका र हिजो कठिन र चुनौतीपूर्ण क्षणमा पनि हाम्रो पार्टी र आन्दोलनलाई साथ सहयोग गर्ने जनतासँग फेरि हामी जोडिनु पर्दछ। यस बिचमा कहीँ न कहीँ हामी जनतासँगको त्यो सम्बन्धलाई, विचारसँगको हाम्रो हिजोको निष्ठालाई अनि वर्ग र समुदायसँगको सम्बन्धलाई केही न केही हामीले लुज गर्यौं र हामीले त्यो स्थितिलाई बदल्नै पर्छ भन्ने निष्कर्ष चाहिँ हामी अगाडि आयौं। म तपाईहरुलाई यो कुरा समय केमा पनि ध्यान आकर्षित गर्न चाहन्छु भने हामीले समाजवादको निर्माण कसरी गर्ने, तपाईहरुलाई थाहा छ पार्टीको 8औं राष्ट्रिय महाधिवेशनबाट नेपालको समाजवादी क्रान्तिको बाटोको खाका त मोटो खाका त कोरिएको छ, तर त्यो समाजवादी क्रान्तिको सुरुवात कहाँबाट र कसरी गर्ने, साथै नेपाली समाजवादी क्रान्तिको मोडेल, क्रान्तिको रणनीति, क्रान्तिको समग्र कार्यक्रम कसरी अगाडि बढ्नेछ भन्ने बारेमा सैद्धान्तिक चर्चा त हामीले गर्यौं। आजको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिका आधारमा अहिले विज्ञान प्रविधिमा भएको विकास र क्रान्ति समेतको विश्लेषण गरेर हामीले अबको 21औं शताब्दीमा समाजवादी क्रान्तिको नेपाली बाटो भनेर त्यसको खाका गोलेको त हामीले कोर्यौं, ट्र्याकमा हामीले खोल्यौं, तर त्यो ट्र्याकमा अझै त्यसलाई फराकिलो पार्ने, त्यसलाई अझ विस्तार गर्ने, विकसित गर्ने चुनौती हाम्रो काममा छ। त्यो कुरा हामीले महाधिवेशनमै पनि भनेका थियौं। म तपाईहरुलाई अहिलेको केन्द्रीय समितिको बैठकसम्म आइपुग्दा महाधिवेशनको त्यो कार्यदिशालाई मूर्तिकरण गर्ने, अझ ठोस बनाउने र जनतासँग पार्टीलाई फेरि एकचोटि लगेर राम्रोसँग जोड्ने जुन संकल्प थियो त्यसमा हामीले समुदायमा आधारित समाजवाद, अहिले तपाईहरुलाई थाहा छ हामी संघीय सरकारमा छैनौं, यति बेला प्रादेशिक सरकारमा पनि छैनौं, तर हाम्रो नेतृत्वमा 123 वटा स्थानीय सरकार अहिले पनि छन्। ती 123 वटा स्थानीय सरकारबाट हामीले समाजवादका ऋणहरू, समाजवादको बिउ रोप्ने गरी हामीले समुदायमा आधारित समाजवादको कार्यक्रम अहिलेको केन्द्रीय समितिबाट पारित गर्यौं। म तपाईँ सबै जिम्मेवार कमरेडहरूलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न, केन्द्रीय समितिको दस्तावेजको गहिरो गरी अध्ययन गर्न म विशेष रूपले अपिल गर्न चाहन्छु। यो दस्तावेज कुनै अमूर्त र सैद्धान्तिक कुरामा मात्रै होइन, बरु सिद्धान्तको आलोकमा हाम्रो देशको परिस्थिति, हाम्रा पालिकाहरूको परिस्थिति, हाम्रा स्थानीय विशेषता, हाम्रो जात जाति भाषा भाषी क्षेत्र वर्ग समुदायको संस्कृति, त्यहाँको प्राकृतिक साधन स्रोतको अवस्था हेरेर समाजवादको आफ्नै मौलिक बाटो, हाम्रो आफ्नै बाटो खोजी गर्नुपर्छ भन्ने कुराको हामीले थाहा छ। यो पटक कोरेका छौँ। पक्कै तपाईहरु ध्यान दिएर पनि गएको होला। हाम्रो केन्द्रीय समितिको बैठकबाट नेपाली समाजवादी क्रान्तिलाई तलैबाट जगैबाट उठाउने बारे केही महत्त्वपूर्ण प्रस्तावनाहरू हामीले अगाडि सारेका छौँ र त्यही आधारमा हामीले 123 वटै पालिकाका हाम्रो नेतृत्वमा भएका सरकार प्रमुखहरू, उपप्रमुखहरू, पार्टीका अध्यक्षहरूलाई काठमाडौँमा
बोलाएर हामीले एउटा अभिमुखीकरण तालिम सम्पन्न गर्यौं र अहिले त्यसको अनुगमन हुँदैछ। मलाई लाग्छ तपाईहरुले यो कुरा महसुस गरिराख्नु भएकै होला। हामीले राम्रोसँग समाजवादी क्रान्तिको कार्ययोजना र कार्यक्रम बनाएर जगैदेखि समाजवादको बिउ रोप्ने कुराको कार्ययोजना बनाउन अगाडि नै पनि हाम्रो सैद्धान्तिक व्याख्या, हाम्रो सैद्धान्तिक निष्ठाका कारणले देशभरिका स्थानीय पालिकामा माओवादी केन्द्रले नेतृत्व गरेका पालिकाहरू नै अरूले गरेको जजमेन्ट मूल्याङ्कनमा पनि पहिलो, दोस्रो, तेस्रो, पाँचौं, छैटौं माओवादी केन्द्रकै पालिका भए र त्यसले देशभरि एउटा सन्देश माओवादी केन्द्रले मात्रै जनताको भावना अनुसार विकास समृद्धिलाई अगाडि बढाउन सक्छ, समाजवादको आधार निर्माण गर्न सक्छ भन्ने एउटा विश्वास पैदा भएको थियो। तर अहिले केन्द्रीय समितिको बैठकबाट हामीले गरेको निर्णय, हामीले बनाएको कार्ययोजना र कार्यक्रमले अब समाजवाद हामीले आफ्नै पहलमा हाम्रा विभिन्न ठाउँको विशेषता अनुसार हामीले नै समाजवादको बिउ रोप्नु पर्दछ र त्यसले मात्रै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको जग बस्न सक्दछ। जसरी आजसम्म यो देशका शासकहरूले विदेशीहरूको अन्धानुकरण गरेर देशलाई झनपछि झन परनिर्भर, झनपछि झन कमजोर बनाउने काम भएको छ। त्यसको ठाउँमा हामीले जनताकै ताकतको बलमा हाम्रो आफ्नै मौलिकता र विशेषताको आधारमा समाजवादका भ्रूणहरू रोप्ने कामको सुरुवात गर्नुपर्छ भनेर हामीले यो पटक केही महत्त्वपूर्ण र दूरगामी निर्णय गरेका छौँ र मलाई विश्वास छ यो निर्णय समेत अहिले देशमा माओवादी केन्द्रका पक्षमा एउटा नयाँ विश्वास, नयाँ माहौल, नयाँ लहर आउँदैछ। मलाई लाग्छ तपाईहरुले पनि यो कुराको हेरचाह गरिराख्नु भएकै होला, यसलाई महसुस गरिराख्नु भएकै होला। हामीले आफ्नै आत्मसमीक्षा गरेर नेतृत्वबाट नै फेरि जनतासँग जोडिने, फेरि हाम्रा वर्ग र समुदायसँग जोडिने कार्ययोजना जो बनायौं तपाईहरुले देखिराख्नु भएको छ। त्यो हामीले दस्तावेजमा मात्रै होइन, त्यसलाई व्यवहारिक रूपमा पनि हामीले नै प्रयोग गर्नुपर्छ भनेर भर्खरै हामीले हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान भनेर हामी त्यहाँका मजदुरहरूसँग, किसानहरूसँग, त्यहाँ आदिवासी जनजातिहरूसँग, दलितहरूसँग, महिला, व्यवसायी, शिक्षक, कर्मचारी सबैसँग, शहीद परिवार, बेपत्ता योद्धा परिवार, तपाईहरुले सायद मिडियाबाट सुन्नुभयो होला, हामीले भनेका कुराहरू पनि तपाईहरुले ध्यान दिनु भएकै होला। हामी सकेसम्म शहीद परिवारकै घरमा बस्यौं, बेपत्ता योद्धा परिवारकै घरमा बस्यौं, महिला दलितका कुराहरू सुन्यौं, मजदुर किसानका कुरा सुन्यौं। झन्डै झन्डै हामीले हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान अन्तर्गत प्रत्यक्ष र परोक्ष रूपमा 1 करोड जनतासँग हामीले संवाद गर्यौं। यो आफै एउटा महान रूपान्तरणकारी अभियान बन्न गयो। मैले तथ्याङ्कहरू हेर्दा झन्डै 8 देखि 10,000 विभिन्न पार्टीका नेता कार्यकर्ताहरू अब यो देश माओवादीले मात्रै बनाउन सक्छ भनेर माओवादीमा समाहित हुने एउटा लहर नै चल्यो तराई मधेसमा। यो आफैमा एउटा ऐतिहासिक अभियान बन्न गयो। हाम्रा थुप्रै कमेन्टरले भन्नुभयो, हाम्रो हिसाबले हाम्रो देशमा यो एउटा लम्बे अभियान जस्तो बन्न गयो। कतिपय जनताले हामीलाई भने यो नेपाली विशेषताको सांस्कृतिक क्रान्ति जस्तो बन्न गयो। यसले नेपाली जनतालाई एउटा नयाँ भरोसा, नयाँ आशा जगाए र हामीले त्यसलाई जवाब दिइसक्नु भएको छ। हामीले पहिला त माओवादी केन्द्रको अभियान भनेर सुरु गरेका थियौँ, तर गर्दै जाँदा त्यो माओवादी केन्द्रमा मात्रै अभियान भयो। त्यो एउटा राष्ट्रिय अभियान भयो। माथि पार्टीका केन्द्रका जेसुकै नीति योजना भए पनि हामी जहाँ पुग्यौँ त्यहाँ नेपाली कङ्ग्रेस, एमाले, जनता समाजवादी पार्टी, अरू विभिन्न पार्टीका स्थानीय सरकारहरू, स्थानीय नेता कार्यकर्ताहरूले हामीलाई बडो खुला हृदयले स्वागत गर्ने, अभिनन्दन गर्ने र हामीप्रति भरोसा र विश्वास छ भन्ने कुराहरू सर्वत्र हामीले देख्यौँ। ढाकादेखि कञ्चनपुरसम्म जाँदा हामीले त्यो अनुभूति गऱ्यौँ। के वृद्धवृद्धा,
के टोलहरू, के युवा युवती, के बालबच्चा सबैले हामीसँग जोडिन आउने र हामीप्रति भरोसा जताउने, हामीप्रति विश्वास व्यक्त गर्ने काम भयो। मैले त कहिले ठाउँमा जनताको अपार विश्वास देख्दा 2064 सालको निर्वाचनमा भर्खरै हामी शान्ति सम्झौताबाट संविधान सभाको निर्वाचनमा प्रवेश गर्दै गर्दा जनतामा माओवादी पार्टीप्रति, माओवादी नेतृत्वप्रति, प्रचण्डप्रति जुन आशा अपेक्षा थियो, बीचमा धेरै उतार चढावहरू भए, विवादहरू भए, थुप्रै कमीहरू पनि भए, त्यो जनतामा अलिकति निराशाहरू थियो। यो पटकको निराशा चिरिएको अहिले फेरि एकचोटि 64 जस्तै पार्टीप्रति र पार्टी नेतृत्वप्रति जनताको भरोसा बढेको हामीले प्रत्यक्ष अनुभव गर्यौं। कमरेडहरू र मित्रहरू, हामी मध्य पहाडी लोकमार्गमा कस्तो होला भन्ने एउटा प्रश्न थियो र हामी मध्य पहाडी लोकमार्गमा आउँदा तराई मधेसको भन्दा कम होइन, कतिपय अर्थमा अझ बढी उत्साह, अझ बढी उभार हामीले देख्यौं। बैतडीबाट पोखरा, कास्कीको पोखरासम्म आइपुग्दा हामीले जनतामा, कार्यकर्तामा, विभिन्न राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरूमा जुन उभार त्यो पनि असाधारण किसिमले उभार हामीले महसुस गर्यौं। म तपाईँ सबैको लागि यसलाई पहिलो गरी विचार गरौँ। यो हाम्रो पक्षमा फेरि एकचोटि त्यो माहौल बनेको छ, जुन लहर देखा पर्दैछ, यसलाई अब संगठनमा रूपान्तरण गर्न, जनतालाई विभिन्न रूपले विभिन्न खालका सङ्घ संस्थाहरूमा आबद्ध गर्न हामी सबैले मेहनत गर्न जरुरी छ। किनकि यो राजनीतिक माहौललाई संगठनमा रूपान्तरण गरिएन भने, संगठित गर्न सकिएन भने यो माहौल र यो अहिलेको अभियानले पैदा गरेको परिस्थिति सधैँ नरहन सक्छ। म पोखरामा महानगरपालिकाका तपाईँ सबै अगुवा कमरेडहरूलाई यो माहौललाई संगठनमा बदल्नको लागि विशेष मिहिनेतको अपिल गर्न चाहन्छु। कमरेडहरू, हामीले खालि यो अभियानको मात्रै कुरा होइन, यो पटक हामी केन्द्रीय समितिको बैठकपछि हामीले सबै जनवर्गीय संगठनहरूका राष्ट्रिय सम्मेलन, अधिवेशन, भेला गर्दै धेरै जनवर्गहरूसँग चाहिएको सम्बन्धलाई पनि नयाँ उचाइमा उठाउने हामीले प्रयास गरेको तपाईँहरूले देखिराख्नु भएको छ। विद्यार्थी सम्मेलनदेखि अहिले पछिल्लो वाइसिएको सम्मेलनसम्म आउँदा हामीले एउटा नयाँ सिरामा विभिन्न जनसङ्गठन र जनवर्गीय सङ्गठनहरूलाई फेरि सङ्गठित, फेरि आन्दोलित, तिनीहरूलाई अझ सुदृढ र विस्तार गर्ने एउटा अभियान चलाएको छ। हिजो मात्र मैले वाइसिएको सम्मेलनबाट निर्वाचित पदाधिकारीहरूलाई निर्देशन गरेको छु, एउटा देशव्यापी वाइसिएल युवाहरूलाई सङ्गठित गर्ने, युवाहरूलाई आन्दोलित गर्ने, प्रतिक्रियावादी र प्रतिगमनकारीहरूका षड्यन्त्रको प्रतिवाद गर्ने अभियान चलाउनुहोस्। देशव्यापी अभियान जसरी पार्टीले चलाएको छ त्यसै गरी युवाहरूले चलाउनुहोस् भनेर निर्देशित गरेको छु। उहाँले त्यही कार्यक्रम बनाउँदै हुनुहुन्छ। कमरेडहरू र मित्रहरू, म यसको साथै के पनि भन्न चाहन्छु भने यो पटक हामीले केन्द्रीय समितिबाट बीचमा हामीले करिब करिब लुज गरिसकेको विभिन्न जातीय क्षेत्रीय मोर्चाहरूलाई फेरि पुनर्सङ्गठित गर्ने, पुनर्आन्दोलित गर्ने जमर्को गरेका छौँ। तपाईँहरूले यो पनि पक्कै महसुस गर्नु भएकै होला। हामीले पहिला तामाङ राष्ट्रिय मुक्ति मोर्चा काठमाडौँ उपत्यका र वरिपरि घनीभूत रूपले रहेका तामाङ समुदायको राष्ट्रिय मोर्चा, मुक्ति मोर्चाको अधिवेशनबाट सुरु गरेर हामी तमुहरूको, गुरुङहरूको राष्ट्रिय भेला पनि हामीले यही पोखरामा गर्दै, थारू राष्ट्रिय मुक्ति मोर्चा, मगर राष्ट्रिय मुक्ति मोर्चा, राई लिम्बूहरूको राष्ट्रिय मुक्ति मोर्चा हुँदै अब हामी केही दिनपछि पर्सि मात्रै म जाँदैछु। हामी कोचिला प्रदेशमा कोचहरूको राजवंशी सन्थाल सबैको अधिवेशनको उद्घाटन पनि हामी गर्दैछौँ। म तपाईँहरूलाई के कुरा भन्न बल गरिराखेका छु भने हामीले खालि पार्टी अभियान मात्रै भनेका छैनौँ, हामीले जनसङ्गठन र वर्गीय सङ्गठनलाई पनि अभियानात्मक रूपले अधिवेशन गर्दै, सङ्गठन विस्तार गर्दै र जनसम्बन्ध सुदृढ गरेर महाअभियानतिर नेतृत्व गरिरहेका छौँ। यो कुरा पनि तपाईँहरू सबैले हेरका राख्न जरुरी छ भनेर तपाईँहरूलाई भन्न चाहन्छु। त्यसको साथै तपाईँहरूले देखिराख्नु भएको छ, हामीले ती मोर्चा र सङ्गठनको साथै हामीले
पार्टी एकताको प्रक्रियालाई पनि अधिकतम, किनकि आज जसरी प्रतिक्रियावादी, यथाशक्तिवादी र प्रतिगमनकारीहरूले टाउको उठाउन खोजेका छन्, त्यसलाई जवाब दिने, त्यसको प्रतिवाद र प्रतिरोध गर्ने ताकत भनेको पनि माओवादी केन्द्र नै हो। मलाई आज पोखरा महानगरपालिकाको यो तेस्रो राष्ट्रिय सम्मेलनमा तपाईको अगाडि उभिएर यो कुरा भन्दै गर्दा मलाई विशेष खुसी र गर्वको महसुस भएको छ कि हामीले प्रतिगमनका विरुद्ध, यथाशक्तिवादका विरुद्ध अस्ति चैत्र 15 गते काठमाडौँमा जे गर्यौं, तपाईहरु सायद कहिलेका सहभागी पनि हुनुभयो होला। काठमाडौँको त्यो विरोध प्रदर्शन र विशाल विरोध सभाद्वारा प्रतिगामीहरूका जो हरकतहरू थिए, षड्यन्त्रहरू थिए, त्यसलाई परास्त गर्ने एउटा ठुलो, मैले त्यही पनि भने, सुनारको 100 करोड, लोहारको 1 करोड माओवादी केन्द्र जागिसकेपछि प्रतिक्रान्तिकारी प्रतिक्रियावादीहरूलाई हामीले परास्त गर्न सक्छौँ भन्ने फेरि एकचोटि हामीले त्यो निष्कर्ष काठमाडौँबाट दियौँ। कमरेडहरू र मित्रहरू, अहिले पनि माओवादी केन्द्रमा हिजो विभाजित भएका माओवादीहरू र अन्य सबै कम्युनिस्ट क्रान्तिकारीहरू, देशभक्तहरू, सत्तावादीहरूलाई एकताबद्ध गर्ने जिम्मेवारी पनि माओवादी केन्द्रकै काखमा आएको छ। मैले तपाईहरुको अगाडि उभिएर संक्षिप्तमा केही कुरा राख्दै गर्दा हाम्रो लागि, तपाईहरुको लागि एउटा ठुलो जिम्मेवारीको कुरा छ, एउटा ठुलो चुनौतीको कुरा पनि छ कि साथीहरू, हिजो 64 को निर्वाचनमा हामीले अत्यधिक मत ल्याएर देशको 1 नम्बर पार्टी हुँदा हामीलाई सायद त्यसलाई बचाउन हामीले सकेनौं। हामीलाई जनताले गरेको अपार विश्वासलाई, भरोसालाई हामीले जोगाउन सकेनौं। हाम्रा कतैपट्टि अलि दायाँ अतिवाद, कतै बायाँ अतिवादका प्रवृत्तिहरू देखिए। कहीँ साथीहरूलाई लाग्यो हामीले कुनै क्रान्ति जित्ने रहेछ, प्रचण्डले ल्याएर दक्षिणपन्थी भाषमा जागियो भन्ने खालका सोचहरू केही साथीहरूमा विकास भयो। तपाईहरुलाई थाहा छ, केही साथीहरूमा अब नयाँ ढङ्गले गएपछि नयाँ शक्ति बनाएर अर्कै ढङ्गले समाजलाई ल्याउनु भन्ने भूत सवार भयो केही साथीहरूमा सिद्धान्त जपेर बस्नु, बौद्ध भिक्षु रहेछन् घन्टी बजाइराख्ने भने जस्तै घन्टी बजाएर बस्ने, तर देशको परिस्थिति के छ, विश्व परिस्थिति के छ, जनताको आवश्यकता र चाहना के छ भन्ने कुरालाई व्यवस्था गर्ने विभिन्न प्रवृत्तिहरू 64 को निर्वाचनपछि देखिने। तपाईहरु सबै त्यसका भुक्तभोगी छन्। तपाईहरु सबैले त्यो अनुभव नजिकबाट गरिसकेका छन् र आज म त्यसको बारेमा कसैलाई अब आरोपित गर्ने, कसैलाई आलोचना र खण्डन गर्नेतिर होइन। यो प्रकार के कुरा सिद्ध भयो, करिब 8-10 वर्षको अन्तरालमा विभाजनको, विशृङ्खलताको, अराजकताको 8-10 वर्ष। मैले भन्दा म जनयुद्धको तयारीकर्ताको पनि नेता, जनयुद्धको पनि प्रमुख अध्यक्ष र कमान्डर, शान्ति प्रक्रियाको एकमात्र जीवित हस्ताक्षरकर्ता, संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने प्रक्रियाको पनि नेतृत्वकर्ताको हैसियतले मैले अरूलाई भन्दा मैले आफैले जिम्मा लिनुपर्ने हुन्छ। मैले साथीहरूलाई बचाउन सकिनँ, साथीहरूलाई एकताबद्ध राख्न सकिनँ। परिस्थिति जटिल बनेर आयो, तपाईहरु सबैलाई थाहा छ। त्यसले जनतामा एक खालको निराशा, हाम्रा शहीद परिवार, बेपत्ता योद्धा परिवार, घाइते, अपाङ्ग, जेल यातना भोगेर माओवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्याएर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा पुर्याउने आम जनतामा एउटा निराशा त्यसले पैदा गर्यो। परिणाममा हामी पहिलो शक्तिबाट तेस्रो शक्तिमा, तेस्रोमा पनि बिस्तारै अब कमजोर शक्ति जस्तो बन्न पुग्यो। कमजोर यो कुराको पनि मैले अहिले लामो व्याख्या गर्न चाहेको होइन, तर म तपाईहरुको अगाडि खुसी व्यक्त गर्न चाहन्छु। अहिले बिस्तारै फेरि सबै साथीहरू जो हिजो एउटा कुरा आकांक्षा लिएर आफूले केही न नयाँ कुरा गरेर देशमा नयाँ प्रयोग गर्ने त्यो
सपना लिनु भएको थियो। ती सबै जस्तो समूहहरू र साथीहरू फेरि अहिले माओवादी केन्द्रको वरिपरि केन्द्रित नभइकन हामी जनताको परिवर्तनलाई संस्थागत गर्न सक्दैनौँ, हामी शहीद बेपत्ता योद्धाका सपनाहरू पुरा गर्न सक्दैनौँ र माओवादी केन्द्रमा पनि अत्यन्तै प्रचण्ड इतिहासले बनाएको नेतृत्व हो। यसलाई कमजोर पार्नु भनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कमजोर पार्नु हो भन्ने महसुस गरेर एकताको प्रक्रियामा धेरै साथीहरू जोडिनु भएको छ। तपाईँहरूले देखेका छौँ। अब तमाम साथीहरू अहिले जसलाई हामी महासचिव भनेका छौँ, उपमहासचिव भनेका छौँ, उपाध्यक्ष भनेका छौँ, ती धेरै साथीहरू फेरि विभाजनको पीडालाई महसुस गर्दै एकताद्वारा मात्रै माओवादी आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भनेर महसुस गरेर आउनु भएको छ र यो बिचमा अलि धेरै बढेको छ। म तपाईँलाई सबैलाई भन्न चाहन्छु, भर्खरै हामीले समाजवादी मोर्चाको कार्यक्रमसँगै अहिले कमरेड विप्लव नेतृत्वको पार्टीसँग पनि हामीले मोर्चा मात्रै होइन एकताको निम्ति आवश्यक पहल सुरु गरिसकेका छौँ। 2-4 दिन ढिलो छिटो मात्रै हो, हेर्नु होला, छिटै यो एकता पनि अगाडि बढ्छ। तपाईँहरूले देख्नुभयो अस्ति भर्खरै नेपाल समाजवादी पार्टी कमरेड गङ्गानारायण श्रेष्ठले नेतृत्व गरेको समूहसँग पार्टी समायोजन भयो र त्यही दिन नेपाल राष्ट्रिय पार्टी भन्ने काठमाडौँको नेवार केन्द्रित पार्टीसँग हाम्रो पार्टी एकता भयो र त्यो प्रक्रिया अगाडि बढ्दैछ। आज बिहान मात्रै जनता समाजवादी पार्टीका केही नेताहरूलाई हामीले पार्टीमा समाहित गरेका छौँ र आज यहाँ आइपुग्दा पोखरा महानगरपालिकाको यो सम्मेलनमा हिजो हामीसँगै लडेका, हामीसँगै त्याग र तपस्याका थुप्रै कीर्तिमान कायम गरेका कमरेड किरण थापा लगायतका महत्त्वपूर्ण नेता कार्यकर्ताहरू आज फेरि माओवादी केन्द्रमा समाहित हुनुभएको छ। मलाई आउने केही दिनमा एउटा नयाँ पार्टी फेरि हामीसँग पार्टी एकतामा सामेल हुँदैछ जो हिजो विभाजित भएका थिए र यसले के देखाउँछ भने माओवादी आन्दोलन र माओवादी केन्द्रको नेतृत्वमा पार्टीको नेतृत्व अन्तर्गत फेरि एउटा नयाँ ध्रुवीकरण, नयाँ समायोजन, नयाँ एकताको लहर पनि सँगसँगै देखा परेको छ। मैले यसलाई के महसुस गर्छु भने यो हाम्रो लागि थपिएको जिम्मेवारी हो। यो हाम्रो लागि एउटा नयाँ आन्दोलन र नयाँ क्रान्तिको लागि थपिएको चुनौती पनि हो। हामीले यसलाई जिम्मेवारी र चुनौतीका रूपमा लिनुपर्दछ र हामीप्रति फेरि एकचोटि भरोसा गरेर, हामीप्रति विश्वास गरेर यो देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने समाजवादी बाटोतिर अगाडि बढ्नको लागि माओवादी नेतृत्वलाई नै बलियो बनाउनु पर्छ भन्ने महसुस गरेर आउनुभएका कर्मीहरूलाई म एकचोटि फेरि यो मञ्चबाट हार्दिक बधाई भन्न चाहन्छु, स्वागत गर्न चाहन्छु र म यो जिल्लाका कास्की जिल्लाका सबै नेताकर्मीहरूलाई हामी सबैले छाती अलिकति चौडा गर्नै पर्छ। हामी कम्युनिस्टहरू बिग्रेको आफ्नो छाती सानो बनाउँदै लगेर हामी आउने साथीहरूलाई खुला दिलले स्वागत गर्ने, उहाँको क्षमता अनुसारको जिम्मेवारी दिन नहिचकिचाउने र मिलेर काम गर्ने एउटा उच्च विचार हामी सबैले प्रदर्शन गर्न सक्नुपर्दछ। त्यसमाथि पनि हामी माओवादी केन्द्रका सबै नेता कार्यकर्ता कमरेडहरूले देशकै जिम्मेवारी लिनुपर्ने आवश्यकता छ। तपाईँहरूले पक्कै महसुस गर्नु भएको होला, मैले त कहिलेकाहीँ यहाँसम्म आउँदा अब उमेर अवस्थाले 70 नाच्दै पनि युवा जस्तो भएर देशव्यापी अभियान समाजवादी क्रान्ति आफ्नै पालामा छेडेर अगाडि जाने सङ्कल्पलाई हिँडेको तपाईँहरूले देख्नु भएको छ र ती सबै जो एकतामा र ध्रुवीकरणमा आउनु भएको छ उहाँहरूलाई स्वागत गर्दै हामी देशव्यापी अभियानमा अगाडि बढेका छौँ र पोखरा महानगरपालिकालाई पनि तपाईँहरूले सबै इमानदार क्रान्तिकारीलाई एकताबद्ध गर्ने, समायोजित गर्ने र सबैलाई उचित जिम्मेवारी दिएर काममा अगाडि बढाउने। किनकि यति मात्रै होइन, खालि विवादित पार्टीहरूलाई एकताबद्ध गर्ने मात्रै हाम्रो जिम्मेवारी होइन। एकताबद्ध गर्ने जिम्मेवारी त हुँदै हो, तर यो राष्ट्रलाई एकताबद्ध गर्ने जिम्मेवारी पनि माओवादी केन्द्रको काममा आएको छ। तराई मधेस, पहाड, हिमाल सबै जात जाति भाषा भाषी क्षेत्र
कडीको भूमिका पनि माओवादी केन्द्रले मात्रै खेल्न सक्ने, माओवादी केन्द्रले नै खेल्नुपर्ने ऐतिहासिक आवश्यकता आएको छ। र मलाई यो पनि खुसी र गर्व महसुस हुन्छ कि यो पटक जनताले फेरि एकचोटि माओवादी केन्द्रलाई आउने दिनमा समर्थन गर्ने एउटा संकल्प लिँदै गरेको महसुस हामीले गरेका छौँ। जनताको भरोसा, जनताको विश्वासलाई 64 जस्तो हामी विचलित हुन दिने छैनौँ। 64 जस्तो विवादित हुन दिने, 64 पछिको जस्तो दिने छैनौँ। बरु सम्पूर्ण इमानदार शक्तिहरूलाई, देशभक्तहरूलाई, प्रगतिशीलहरूलाई, क्रान्तिकारीहरूलाई एकजुट बनाएर नयाँ अभियान चलाउनेछ। मलाई यो प्रक्रिया अन्तर्गत चाहे हामीले सुशासनको अभियान होस् या अहिलेको सबै जनजागरण अभियानहरू चलाउँदै गर्दा मैले जे सुनेको छु, जे महसुस गरेको छु, मैले 64तिरै जनता फर्किँदै गरेको माओवादीप्रति, माओवादीले मात्रै हाम्रा मुद्दाहरूलाई, हाम्रा हक हितहरूलाई सही ढङ्गले सम्बोधन गर्न सक्छ भन्ने महसुस गरेको मैले थाहा पाएको छु। र कहिलेकाहीँ मैले भन्ने पनि गरेको छु कमेन्टहरूलाई, यति ठुलो जिम्मेवारी जनयुद्धको तयारीको बेलामा या शान्ति सम्झौताको बेलामा या संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दै गर्दाको जस्तै जिम्मेवारी अहिले जनताले हामीलाई दिन चाहेको महसुस गर्दा कहिलेकाहीँ मैले के भन्ने गरेको साथीहरूलाई, यो यति ठुलो भरोसाको निम्ति हामी साँच्चै खर उत्रिन सक्छौँ कि सक्दैनौँ। जनताको त्यो आशा आकांक्षा हाम्रा देशका सबै महिलाहरू, दलितहरू, आदिवासीहरू, मधेसीहरू, मुस्लिमहरू, थारूहरू सबैले फेरि एकचोटि माओवादीतिर फर्किने भनेर जो भरोसा गरेका छौँ, त्यसलाई हामीले इमानदारीका साथ जनताका पक्षमा काम गर्न सक्छौँ कि सक्दैनौँ, यो हामी सबैको निम्ति ठुलो जिम्मेवारीको कुरा, ठुलो चुनौतीको कुरा हुन आएको छ। म आज पोखरा महानगरपालिकाका तपाईँ सबै अगुवाहरूलाई विशेष रूपले भन्न चाहन्छु, कास्की हाम्रो पहिलोपटक हामीले एउटा उभार देखेकै हो, तर पछि क्रमशः यो कमजोर जिल्लाभित्र पर्न गएको छ। अब हामीले कुट्नु पर्ने भएको छ। मलाई लाग्छ हामीले जसरी हामी लिडरसिपको टिम अहिले त्यसबाट अभियानमा उत्रेका छौँ, रूपान्तरण सहितको अभियानमा तपाईँहरूले पनि सङ्कल्प गरिदिनु भयो भने मलाई लाग्छ आउने दिनमा केही महिनाभित्र, 6-8 महिनाभित्र हामीले कास्की जिल्ला र पोखरा महानगरपालिकाको राजनीतिक मानचित्र बदल्न सकिन्छ। म तपाईँहरूलाई सम्पर्कको लागि अपिल गर्न चाहन्छु, नयाँ पोखरा महानगरपालिका, नयाँ कास्की बनाउन सकिन्छ। मलाई धेरै बुद्धिजीवीहरू, धेरै कार्यकर्ता, नेता कार्यकर्ताहरूले अर्को चुनावमा यहाँ आउनु पर्यो भन्ने राष्ट्रिय गर्नुहुन्छ। म तपाईँहरूसँगै म यहाँ आउन मात्रै होइन, म झारखण्डमा चुनाव लडे पनि नलडे पनि कास्कीसँग, पोखरासँग हाम्रो सम्बन्ध यथावत रहनेछ। म तपाईँहरू सबैलाई त्यो अपिल गर्न चाहन्छु। अन्त्यमा यहाँ हामीले केही सङ्कल्पसहित पछिल्लो पटक सरकारको नेतृत्व गर्दै गर्दा पोखरामा रहेको सुकुम्बासी समस्या समाधान गर्नको लागि हाम्रो सरकारको तर्फबाट र भूमि आयोगको तर्फबाट निशा वितरण गर्ने कामसम्म पुर्याएर लाख रुपियाँ वितरणको तयारी हुँदै गर्दा सरकारबाट हामी निक्लिनुपर्ने परिस्थिति बनेको छ। कमरेडहरू र मित्रहरू, सुकुम्बासी समस्या समाधान गर्न हामी सदनमा मात्रै होइन, जरुरी पर्यो भने सडकबाट र सरकारका मोर्चाबाट पनि लडाइँ छेड्नेछौँ। यो विश्वास म तपाईँहरूलाई दिलाउन चाहन्छु। यहाँको दलितहरूको समस्या पनि एउटा गम्भीर समस्याको रूपमा छ। तपाईँहरूले सायद महसुस गर्नुभयो होला, अस्ति सदनमा सरकारको नीति कार्यक्रमको बारेमा मैले बोल्दै गर्दा अघिल्लो वर्ष मेरो नेतृत्वको सरकारको बेलामा ल्याएको नीति कार्यक्रम र अहिलेको सरकारको नीति कार्यक्रमको तुलनात्मक अध्ययन गरेर अघिल्लो सरकारले कसरी यो देशका उत्पीडित वर्ग समुदायको निम्ति कार्यक्रम अगाडि सहयोग, आर्थिक विकास र समृद्धिका निम्ति रणनीतिक कार्यक्रमहरू, गण्डकी, लुम्बिनी र नारायणी सबैको त्रिभुजको एउटा रणनीतिक प्रोग्राम, आर्थिक क्रान्तिको लागि दलितको निम्ति शक्तिशाली अधिकार सम्पन्न विकास प्राधिकरणको
कुरा अगाडि सारियो। उनीहरूको निम्ति प्याकेज कार्यक्रम ल्याइयो, तर अहिलेको सरकारले दलितको नाम पनि दिएको छैन। हामीले अगाडि सारेका सबै आर्थिक समृद्धिका योजनाहरू हटाएको छ र यो सरकारले दलाल, पुँजीपति, बिचौलिया र सबै नोकरशाहहरूको निम्ति मात्रै कार्यक्रम अगाडि सारेको छ। साथ बताएर मैले सदनमा बोल्दै गर्दा सुन्नुभयो होला, यो कुरालाई पनि हामीले जनताको बिचमा लानुपर्नेछ र हामीले दलितको, महिलाको अनि पिछडिएका क्षेत्र, चाहे मधेसको भनौँ या कर्णालीको भनौँ या सुदूरपश्चिमको निम्ति हामीले प्याकेज अगाडि सारेका थियौँ। तपाईहरूले यो कुरा बुझ्दिनु पर्यो। कहिलेकाहीँ हाम्रो लागि चिन्ताको विषय के हुन्छ भने हामीले गरेका राम्रा कामबारे अध्ययन गर्ने, त्यसको बारे राम्रोसँग बुझ्ने र आफ्नो वरिपरिको जनतालाई बुझाउने कुरामा हामी असाध्यै धेरै गैर जिम्मेवार देखिएका छौँ। चाहे पहिलोचोटि सरकारको नेतृत्व गर्दा हामीले नै प्रस्तावित गरेको मध्य पहाडी लोकमार्ग पुष्पलाल मार्गको कुरा हो, या उत्तर दक्षिण कोरिडोर निर्माणको प्रस्ताव हो, या चुरेको फेदबाट अर्को एउटा पूर्व पश्चिम राजमार्ग जसलाई अहिले मदन भण्डारी मार्ग भनिएको छ, यो सबैको प्रस्तावक माओवादी केन्द्र नै हो। प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा बनेको हो भन्ने कुरा जनतालाई राम्रोसँग बुझाउन जरुरी छ। अहिले देशमा राष्ट्रिय एकता सुदृढ गर्नको लागि यी भौतिक पूर्वाधारहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्। आर्थिक विकास र समृद्धिको निम्ति यो कुरा भनिदिनु पर्दछ। माओवादी केन्द्रको नेतृत्वको सरकारले नै गरिब किसानहरूको ऋण बिना पहिलोचोटि गर्यो नेपालको इतिहासमा भन्ने कुरा पनि हामीले जनतालाई भनिदिनु पर्दछ। दोस्रो पटक हामीले नै लोड सेडिङ अन्त्यको अभियान चलायौँ र देशबाट लोड सेडिङको आतङ्कबाट जनतालाई मुक्त गर्यो भन्ने कुरा यो रणनीतिक छ, धेरै जाने छ, त्यो भनिदिनु पर्दछ। हामीले नै त्यति बेला मधेसी जनतालाई पनि विश्वासमा लिएर लोकतान्त्रिक निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्र संविधान कार्यान्वयनको अभियान चलाएको कुरा तपाईँहरूले जनतालाई घर घरमा गएर भनिदिनु पर्दछ। राष्ट्रिय एकता सुदृढ गरेको कुरा र अहिले हामीले भ्रष्टाचारका विरुद्ध एउटा नयाँ लडाइँ, सामाजिक न्यायका पक्षमा र सामाजिक विभेदका विरुद्ध एउटा नयाँ लडाइँ पनि माओवादी केन्द्रले नै सुरु गर्यो। आर्थिक विकास र समृद्धिको यात्रा पनि माओवादी केन्द्रले नै सुरु गर्यो। यो कुरा तपाईँहरूले घर घरमा गएर, टोल टोलमा गएर जनतालाई बुझाइदिनु पर्छ। जनता अहिले तपाईँ हाम्रो कुरा इमान्दारितापूर्वक भन्यो भने, आत्मसमीक्षा सहित जिम्मेवारीपूर्वक भन्यो भने जनता हाम्रा कुरा सुन्ने ठाउँमा आइपुगेको छ। फेरि तपाईँ हामी गोरु पार्टीका नेता कार्यकर्ता कहिलेकाहीँ अलि पछि परे जस्तो जनता अगाडि बढिसकेको मैले महसुस गरेको छु। जनताको भावनालाई सम्मान गर्नमै हामी नेतृत्वको टिम हर हालतमा जनतालाई सम्मानित गर्नुपर्दछ। यो परिवर्तनको आकांक्षालाई हामीले सम्बोधन गर्नै पर्दछ। प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नै पर्दछ। एउटा नयाँ क्रान्ति र नयाँ आन्दोलनको अभियान माओवादी केन्द्रले नै अगाडि बढाउनु पर्दछ भनेर सुरु गरेका छौँ। मैले अहिले अब लामो व्याख्या गर्ने समय भएन, समय सिद्धि पनि सक्यो। म तपाईँहरूसँग विशेष रूपले अपिल गर्न चाहन्छु। मैले भन्न खोजेको कुरा केन्द्रीय समितिको डकुमेन्टलाई एकचोटि फेरि हेर्नु होला र तपाईँ हामीले नै सबैले सङ्कल्प गर्यौँ भने र एकताबद्ध भएर गयौँ भने आउने दिनमा देशको फेरि एउटा शक्तिशाली आन्दोलन र पार्टी हाम्रै पार्टी हुनेछ। तपाईँ हामी सबै गौरवान्वित हुनेछौँ। हाम्रा शहीद बेपत्ता योद्धाहरूका सपना पुरा गर्ने दिशामा हामी निरन्तर अगाडि बढ्नेछौँ। किनकि समाजवाद नयाँ तरिकाले हामी अगाडि लान खोजिरहेका छौँ। म तपाईँहरू सबैलाई यसैको निम्ति अपिल गर्दै र पोखरा महानगरपालिकाको यो देशको सम्मेलन औपचारिक सम्मेलन मात्रै नहोस्, रूपान्तरणको सम्मेलन, जनतातिर फर्किने सम्मेलन, विचारलाई अझ पनि विकसित र परिमार्जन गर्ने सम्मेलन, संगठन निर्माण र विस्तारको सम्मेलन र शुद्धिकरण अभियान। किनकि तपाईँ हामी कहीँ केही न केही विचलित विगतमा भएकै आफ्नै शुद्धिकरणको निम्ति पनि यो सम्मेलन एउटा कोसिस गर्न सक्छौँ। यही शुभकामना तपाईँलाई अपिल गर्दै म बिदा हुन्छु। धन्यवाद।